बीमा कम्पनीले कोरोना बीमा बापतको दाबी भुक्तानी 1 लाख रुपैयाँबाट 25,000 रुपैयाँमा झारेका छन्, तर प्रिमियम बापतको रकम भने घटाएका छैनन्। नियमनकारी निकायलाई प्रभावमा पारी आफू अनुकूलको मापदण्ड बनाउन सफल कम्पनीले दाबी भुक्तानीको रकम घटाए यताको 1.5 महिनामा 21 करोड प्रिमियम सङ्कलन गरेका छन्। वैशाख पहिलो साता कोरोना बिमा सुरु गर्दा नेपालमा संक्रमितको संख्या 31 मात्र थियो। बिमा कम्पनीले 1 लाखको बिमा योजना ल्याए। यसमा निकै आकर्षण देखियो। कम्पनीहरूले सोचेभन्दा बढी प्रिमियम सङ्कलन गरे, तर जब संक्रमितको संख्या बढ्दै गयो त्यसपछि कम्पनीहरूको होस हवास उड्यो। महामारीमा मनग्गे मुनाफा कमाउने उद्देश्यले कोरोना बिमा सुरु गरेका कम्पनीले संक्रमितको संख्या दैनिक 1000 नागेपछि बिमा नै बन्द गरे। बिमा समितिले उनीहरूको माग पूरा गरिदिएपछि बिमा फेरि सुरु भयो। समितिले भदौ अन्तिमतिर बिमाको रकम नै 1 लाखबाट 25,000मा झारिदियो, तर प्रिमियम भने 1,000 रुपियाँ नै कायम गरियो। भदौ 28 पछि कोरोना बिमा गराउनेहरूले संक्रमण पुष्टि भएको कागजात पेश गरे पनि त्यसअघि बिमा गराउनेले सरह 1 लाख रुपियाँ पाइरहेका छैनन्। प्रिमियम बापत एकजनाको बिमा गराउँदा 1,000 र परिवारका सदस्यको गराउँदा जनै 600 रुपियाँका दरले बुझाउनुपर्छ। एउटै प्रिमियममा फरक फरक भुक्तानीलाई बिमाका जानकारले बिमा कम्पनीको मनोमानी र नियामक निकायको निरीहता भनेका छन्। यो त सरासर गल्ती हो। यो बिमा समितिको चाहिँ बदमासी नै हो। यो एउटै प्रकृतिको पोलिसीमा एउटै रकम लिइसकेपछि बिमाको रकम र सुविधा पनि बराबर हुनुपर्छ। बिमा समितिले चाहिँ जस्तो खालको नियम बनाउँछ त्यही अनुसार चाहिँ परिपालन गर्ने काम बिमा कम्पनीहरूको हो। अब यो पोलिसीको डिजाइन नै बिमा समितिले गरेको हुनाले बिमा समितिले नै यसको जिम्मेवारी लिनुपर्छ। अहिलेसम्म 1,56,000 बिमा योजना बिक्री भइसकेको छ। 17 लाख बिमितबाट कम्पनीले 1 अर्ब रुपियाँ भन्दा बढी प्रिमियम सङ्कलन गरेका छन्। बिमा समितिले कम्पनीहरूको स्वार्थ अनुकूल मापदण्ड फेरेकाले बिमा गराउनेको संख्या पहिले जस्तो छैन, जबकि असोज लागेपछि संक्रमितको संख्या बढेकाले बिमाको महत्त्व झनै बढेको छ। तर भदौ 28 यता 3 लाख बिमित थपिएका छन्। उनीहरूबाट 21 करोड रुपियाँ सङ्कलन भएको छ। उता कम्पनीले भने दाबी भुक्तानी गर्न आलटाल गरिरहेकै छन्। एकातिर भुक्तानीमा आलटाल, अर्कातिर ती कम्पनीलाई सरकारकै साथले पछिल्ला दिनमा कोरोना बिमामा आकर्षण घटेको हो। बिमा कम्पनीका व्यवस्थापक स्वयंले नै कमाउने लोभमा लाग्दा फसेको स्वीकार्न थालेका छन्। जुन यो मोडलमा बेला बेलामा कुरा आइरहेको छ कि अब सरकारले सहयोग पनि गर्ने, उता स्वास्थ्य पनि फ्रीमा गर्ने र यो के अरे तपाईँको इन्सुरेन्सको प्राइभेटहरूलाई पनि सपोर्ट गर्ने भन्ने खालको जुन कुरा छ त्यो कदापि किन होइन भने हामीले पहिले पनि भनेको थियो यस्तो कुरामा बाहिरतिर पनि के गर्छन् भने गभर्मेन्टहरूले चाहिँ अब यसमा अलिकति हाम्रो मोडालिटी चाहिँ मिलेन होइन। गभर्मेन्टले जस्तो जो स्वास्थ्यको लागि जुन खर्च गरिराख्नु त पहिले नै एउटा प्याकेज बनाएर इन्सुरेन्स थ्रो राखेको त डबल चाहिँ ऊ हुन्थेन होइन। त्यो चाहिँ एउटा अब जे हो यस्तो लर्निङ बाई डुइङ बाई लर्निङको कुरा हो। जे काम गरिएको छ होइन, अब जे जस्तो गल्ती छ त्यसलाई सुधार गर्दै अगाडि जाने हो। कसैलाई नराम्रो चाहिँ भएको छैन। दाबी भुक्तानीको रकम घटाएपछि बिमितसँग उठाउने प्रिमियम रकम पनि घटाउनु पर्छ। तर यतातर्फ नियमनकारी बिमा समितिले समेत व्यवस्था गर्नुले ऊमाथि कम्पनीहरूको स्वार्थमा रुमल्लिएको आरोपमा थप बल पुगेको छ। कान्तिपुर समाचारका लागि सुदिल पोखरेल, काठमाडौँ।